कर्मचारीको हकमा तिनीहरूको हिसाब किताब बर्दाश्त गरेकै शिक्षकहरूलाई सुब्बाभन्दा तल हुँदैन उसको इसिडीवालाहरूलाई पनि त्यो चाहिँ 5000 ले पढाइदिए 10000 पढाइदिए भन्ने शिक्षकमै रूपान्तरण गर्नु इसिडीको विषयमा पनि कर्मचारीको विषय पनि त्यही त्यसकारणले यसलाई शिक्षालाई सुधार गर्ने हो भने यी कुरा गर्न जरुरी छ। अब नयाँ मोडेलबाट ल्याउनु पर्छ, सिपमूलक बनाउनु पर्छ, आत्मनिर्भर। भोलि बिहान 10 क्लास पास गरेर मलाई एउटा पूर्वमा जाँदाखेरि अहिले हेर्नु मैले त्यति पारदर्शी प्रदेशमा गए महासंघहरू सबैलाई राखे, शिक्षक महासंघ, गाउँपालिका महासंघ, नगरपालिका महासंघ, जिल्ला समन्वय महासंघ, सम्बन्धित पालिकाको मेयर अथवा कार्यकारी, शिक्षा हेर्ने मान्छे, शिक्षाको जुन सामाजिक मन्त्री, सामाजिक सचिव र शिक्षा हेर्ने त्यसको जुन प्रमुख र सामाजिक समिति, प्रदेशका सामाजिक समितिहरूलाई बोलाएर 7वटा प्रदेशमा मैले अन्तर्क्रिया गरेको छु। त्यसमध्ये पनि अझ के हो भन्दाखेरि त्यति मात्रै गरौँ भन्ने त्यो मात्रै हो, विद्यालय पनि त्यो प्रदेशको सबभन्दा उत्तम विद्यालय कुन हो एउटा त्यो विद्यालय सामुदायिक विद्यालय त्यो निजीतिर होइन, कमजोर विद्यालय हो त्यो पनि हो। कमजोर हुनका कारण त हामीले पत्ता लगाउनु पर्यो नि, उत्तम हुनका कारण पनि त पत्ता लगाउनु पर्यो। त्यो भएर प्रत्येक प्रदेशमा गएर 3टा 4वटा विद्यालय पनि मैले हेरेर विद्यार्थीको अन्तर्क्रिया गरेको छु। विद्यार्थीलाई अब कस्तो शिक्षा चाहिन्छ भने शिक्षा विद्यार्थीको दर्जनी चाहियो हामीले अर्को मोडलको शिक्षा चाहिन्छ भनेर भन्दैन। इसिडी शिक्षाका कुरा गर्छन्, अनि विद्यालय पढाउनलाई जाने आइटीका कुराहरू गर्छन्, यस्ता यस्ता कुरा विद्यार्थीले गर्छन्। अबको मैले उनलाई सोध्दैछु कि मैले अबको शिक्षामा मोडल कस्तो बनाउने भन न बाबु, तिम्रो भोलि त पढ्ने त तिमीले हो नि भनेपछि उनीहरू त्यो मोडल छोडेर त काम पनि कुनै थाहै पाउँदैन। मैले व्यवस्थापन समितिमा राखेँ, शिक्षकहरूलाई राखेँ, विद्यालयका सबै शिक्षकहरूलाई राखेँ, आधा घन्टा मलाई समय दिएको हुन अभिभावकहरूलाई राखेको छु भने त्यो गरेर पनि मैले सबै 7वटा प्रदेशबाट 20-25वटा विद्यालयको अन्तर्क्रिया गरेर त्यो प्रतिवेदनमै राखेको छु।